काग बाठो भयो भने गु खान्छ भने जस्तै बहिनी जान्छ होइन र के छ ड्राइभर साहब कहाँ जाने गाडी हो ड्राइभर यो कहाँ जाने गाडी हो यो हेलो नमस्कार सबैलाई आज हामी रोल्पाकै हाम्रो एकदम सम्मानीय आदरणीय अङ्कलसँग यसो मामा घरदेखि यसो बाहिर नयाँ ठाउँतिर यो कपिल वस्तुको घर वरपरतिर यसो घुम्नु पर्यो साँझको बेलामा चिसो हावा खाँदै होइन अनि यसो रमाइलो गर्नु पर्यो भनेर ठाउँ हेर्दै अङ्कलसँग घुमिरहेछन् रुममा पनि कति बस्ने र रुममा बस्दा बस्दा गर्मी लागेर केही कामै पनि छैन यसो हावा खाम बाहिर रमाइलो गरौँ भनेर अङ्कलसँग बाहिर घुम्न आछन् अनि दुईजना छोरी अनि छोरीको साथी दुईजना फुच्चीलाई पनि सँग लिएर आछौँ है के गरे आऊ जाम अङ्कल अङ्कल जाम है जाम ओए भैँसीले हान्छ भने किन भने नमाने हो हान्छ है भैँसीले नानी ओ युगो अङ्कल हिँड्नु भयो यो बाटो पहिला हिँड्नु भएन नि ऊ फेरि अर्को भट्टा हेर पारी एउटा त्यहाँ भयो नि एउटा यता एउटा त्यो तीनवटा भट्टा हेर नि म आएको थिइनँ घुम्नु मन लाग्छ मजा हुन्न के यसो गफ गरेर राम्रो हुन्छ दुईजना सँग भएर घुमेका छौँ त नि एक्लै त मजा हुन्न तीनवटा त भट्टै रहेछ त्यस्तै हो नजाहेन नि अनि अङ्कल चाहिँ पहिला मास्टर हुने बेला कहाँ धेरै ठाउँ सर हुनु भएन नि कोर्चाबाङ अनि त्यही मिरुल त हो नि मिरुलमा त्यो पनि सर्व हुन्थेन म त तर चिनजान हुँदैछ भन्दा यो ठाउँ अनि मन सक्छ त्यो त घर क्षेत्र रहेछ रमान्ता पो तर चिनजान हुने रहेछ भन्दा यो ठाउँमा त सकेसम्म सर्व त हुनै पर्ने माने मलाई त्यो ठाउँ कहिले गएँ हुन जिजु गयो बाजे गएको कसलाई चिन्थ्यो होला अहिले त मलाई दुनियाँ चिन्छन् के प्रत्येक महिनामा हो भन्दा ठबाङ जाने हाम्रो सरोट केन्द्र तिज बैठक अब त जे पनि ढुक्क भयो नि पेन्सन खाने बस्ने आरामले घरमा बस्ने परिवारसँग मिठो मिठो खाने हाम बड्डा मेरो पेन्सनै खाइसक्दैन नि कहाँ सक्नु 100 रुपियाँको खुराक भन्छ नि यो डाल्नु है दिनमा अरे महिनामा 60 साग खाइन्छ 6000 र गयो 12,000 गयो मेरो 20-21,000 हुन्छ खर्च गर्नु बच्छ तर अब आफूले बाट घमण्ड गर्नु हुँदैन हुन्न इट्टा भट्टा त टन्न रहेछ त है यो ठाउँमा इट्टा भट्टा रहेछ त्यही पनि भट्टा रहेछ ऊ यता पनि रहेछ यता पनि ऊ त्यहाँ पनि 4वटा देख्यो भन्नु ऊ उहाँको छ र 4वटा भट्टै रहेछ नि हेर किन हिँड्ने रे किन हिँडेको छौ अगाडि किन अगाडि हिँड्यो जाम अङ्कल हामीले अगाडि छोडेर जाने भए हामी त यतादेखि पछाडिदेखि भाग्छौँ नि फेरि यतादेखि घर फर्किन्छन् फेरि आऊ सँगसँगै जाम के सँगसँगै जाम आऊ सँगसँगै जाने के फेरि अगाडि दौडिने होइन नि ओइ अगाडि दौडिने होइन के नानी अङ्कल ऊ अघिको दुईवटा भैँसी त यही आइसकेको छ त दुईवटा भैँसी अगाडि आइसकेको अनि अङ्कल अनि जवानीमा अलि छट्टे बस्ने केटीहरूसँग छट्टे बस्ने मेला जात्राहरूमा जाने केटीहरूसँग रमाइलो गर्ने फोटो खिच्ने केटीहरूलाई नास्ता खुवाउने त्यस्तो रमाइलो गर्ने नास्ता खुवाइदिनु पर्दा यस्तो फोटो खिच्ने उयो थिएन जमानामा कार्डहरू थिएन नास्ता त खुवाउनु केटीहरूलाई नास्ता खुवाउने उनले रोटा दिने हामीले केरा दिने चलन थियो के भन्दा आम्बा मजबाङ पनि थाहा छ भाबाङ मजबाङ त्यो भाबाङ केटीहरूले केरा होइन उनीहरूले रोटी दिने हामीले केरा दिने त्यस्तो थियो तपाईँहरूले केटाहरूले केरा दिने केटीहरूले रोटी दिने आम्बा मैले त त्यो मजबाङ किटबाट 1 रुपियाँको यो काँच हो 12-14 कोसा दिन्थ्यो भन्दा कति वर्ष हुने बेला तपाईँ लगभग 30-35 वर्ष हुने बेला कुरा कहाँ होला
हैन म त्यो 14-16 वर्ष ठ्याउना ए त्यति बेलाबाटै 15 हो ठ्याउला त्यति बेलाबाटै जोस केटीहरुसँग घुम्ने रमाइलो हुन्थ्यो रमाइलो त रमाइलो ए के हो बाटो हराइयो नि यो बाटो उतातिर भेट्छ होला भनेको त यो बाटो त तल्लो गाउँतिर उता तल्लोतिर पो जान लाग्यो त ओहो इट्टा बनाउने ठाउँहरु रहेछ पारी पनि इट्टा बनाउने ठाउँ कति धेरै हो इट्टा बनाउने ठाउँ यार तर भट्टा त दिखुनी अंकल त यहाँ भट्टा छ भन्ने थाहै पाएको थिएन जाम अंकल जाम हामीले चाहिँ बाटो बिर्सेछौँ के बाटो झुक्काइयो छ उता त्यो अगाडिको बाटो भएर उता पछाडि हुँदै माथि घरसम्म पुगिन्छ होला भनेको लास्टमा त बाटो त कतातिर तल्लो साइडतिर तलको गाउँतिर पो जान लाग्यो यार त्यही भएर अब जुन बाटो आइयो जुन बाटोदेखि आएको त्यही बाटो हुँदै घरसम्म फर्किने बाटो फेला पर्छ बाटो भेटिन्छ मजाले उतादेखि सर्टकट बाटो घुमेर अर्को बाटोदेखि घर पुगिन्छ होला भनेको त बादर बाटो भएपछि के च्यापेर मर्छ भनेको जस्तै भयो है ओइ चकचक गर्ने हैन बिस्तारै हेर न आउनुहोस् अंकल पक लो त्यस्तो सात बार्न खुब काग बाटो भयो भने गु खान्छ भने जस्तै बबैन काम त हैन र काग धेरै बाटो भयो भने गु खान्छ भने जस्तो बाटो भेट्छ होला भनेर अर्काको ठाउँमा नयाँ ठाउँमा जान्ने भनेर हिँडेको त भएन नि ओइ हामी कहाँ आएको या कुन ठाउँ हो यो भन थाहा छ छैन नि थाहा छ कि छैन यो ठाउँको नाम थाहा छ युगलक्ष्मीलाई थाहा छ के हो यो ठाउँको नाम ल के हो यो ठाउँको नाम थाहै छैन नानीले सँगै जाम भनेर नानीले लिएर आयो नानीलाई फ्रुटी किनिदिएको त्यसलाई पनि फ्रुटी किनिदियो दुइटैलाई बच्चा हो खायो तर अब ऊ भयो बानी पर्यो मसँग यो मेरो नानीसँग हिँडेपछि मसँग आएपछि यो अङ्कलले नास्ता खुवाउँछ नास्ता किनिदिन्छ भनेर बानी पर्यो होला ओहो साइकल खतरा चलाउँछ नि त केटाहरूले साइकल त ओहो आफू मान्छेभन्दा साइकल ठुलो रहेछ त हो कसरी चलाएको त्यो आम्मामा हेरेर त्यो सानो मान्छेले साइकल चलाएको होइन अङ्कल ठाउँ भने ठाउँ हो गाउँ भने गाउँ होइन ठाउँमा बजारमा यस्तो सानो भुराहरूले पनि बुझ्यो भने ठुलो साइकल चलाउने अब गाउँमा अब अलिकति तिम्रो नाम के हो भनेपछि नाम भन्नु पनि लाज मान्ने होइन बच्चाहरूले अब यहाँ बजारमा सहरमा यस्तो साइकल कुदाउने सानो बच्चाहरूले हेर्नुहोस् न अनि अङ्कल कस्तो लागिरहेको छ त यता कपिल वस्तुको हावापानी यताको बसाइ ठिक छ हजुर बिहान त ठिकै भन्दैछ बिहान त दिउँसोभरि गर्मी दिउँसो गर्मी छ है दिउँसो त गर्मी तर उसले पछि झन् बस्नै सकिन्न पहिला जाति गर्मी आजभोलि यो ठिक अनि तपाईँको गाउँघरतिर पनि त गर्मी नै हुन्छ नि होइन तपाईँको घोराइतिर खास यति भन्नु पर्दा दाङ घोराइ पऱ्यो नि त तपाईँको त्यो त गर्मी त हुन्छ तर यहाँको चाहिँ त्यो भन्नु अलिक कम हुन्छ हामी रोल्पा रुकुम बस्ने मान्छेलाई आनन्द छ है बरु हावा पानी त खानु पिउनु लाग्छ हाम्रो पहाड राम्रो बड्डा धेरै राम्रो रोल्पा रुकुम स्वर्ग नि जे खाए पनि पच्छ जिउ बुझी जाडलाई भने कपडा ओरे भुइँको त्यहाँ त यत्रो कपडा जानु कुरो नाङ्गै भयो भने घामै लाग्छ फुच्चे ट्र्याक्टर हेर त फुच्चे ट्र्याक्टर तिमीहरू ड्राइभर बन्ने हो कि क्या यो फुच्चे ट्र्याक्टरको तिमीहरूले चलाउने जस्तो छ त एउटा ड्राइभर एउटा खलासी बन्ने जस्तो होइन ड्राइभर हो ड्राइभर हो को ड्राइभर ल तिमी यता आउन एकछिन ल यता आइज एकछिन बहिनीलाई दिदीलाई ड्राइभर भन्न दियो नि त ल आइज यता बस्नु त भयो ठिक छ यतै बस्नु त ल के छ ड्राइभर साहब कहाँ जाने गाडी हो ड्राइभर यो कहाँ जाने गाडी हो यो दाङ जाने गाडी हो ल झर्नुहोस् अब हामी जान्छौँ अब ल तपाईँहरूको ड्युटी सक्यो ल झर्नुहोस् ल हामी गयौँ घर बाई ल आउनुहोस् छिटो झार्ने ए गियरमा अट्किएछ नि यहाँ जाम अङ्कल जाम
ओइ ओर्ली 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 झर तल ल अब आइपुग्न लाग्यो है थकाइ लाग्छ खुट्टा दुखिया छ ल हामी चाहिँ अब आइपुग्न लाग्यो नजिक आइसकेका छौँ पुच्चीहरू पुरा अगाडिसम्म त हामीलाई छोडेर अगाडि दौडिरहेको थियो है अहिले त पुरा कति किलोमिटर हिँड्यो लगभग 3 किलोमिटरभन्दा बढी हिँड्यो होला दौडी धेरै हिँड्यो नि बच्चाहरू खुट्टा दुखेर पुरा अल्छी गर्दैछ अहिले त पुरा बोल्न पनि जाँगर गरिरहेछन् पुच्चीहरू आइसक्यौँ हामीहरू चाहिँ अब घर देखिसक्यो ल थाकिसक्यो तिमीहरू आइसक्यो युगलक्ष्मी घर आइपुगिसक्यो ल घर आइसक्यौँ हामीहरू चाहिँ यहाँ के तयारी गर्दैछन् यहाँ ढिलो भयो आज अलिक छिटो आउने भनेको खासै छिटो टाइममा आउन सकिएन अनि कोही पनि आएनन् क्या हो नि बाइकवाला टोली माइजू आफ्नै काममा बिजी हुनुहुँदैछ ल फुच्ची तिमी घर जाऊ अब है कोही पनि तिर्पनाले फोन गरेको थियो अघि माथि कलौनी भन्ने ठाउँमा आएको छु अनि हुन्छ शङ्कर र बाउलाई म आफै फोन गर्छु भने भन्या हो के भयो है अनि फोन गर्ने र उता फोन गर भने मैले हामी उता घुम्न जाने बेला अनि शङ्कर मामालाई फोन गर्ने कुरा हो के भइरहेछ यहाँ कुन डिजाइनको धुप हो देखाउँछ ल आजलाई चाहिँ हामी घुमेर आएको थियो एकछिन खुट्टा पनि दुख्यो पुच्चीहरूलाई पनि रमाइलो भयो अङ्कललाई पनि एकछिन फ्रेस गराएर आयो आफूलाई पनि रमाइलो भयो अब चाहिँ खानासाना खाने एकछिन हात खुट्टा धुने आराम गर्ने यस्तै हो परिवार जमघटको बेलामा अलिअलि हाँसो रमाइलोहरू गर्ने अब त्यो त हो नि अब भोलि पर्सि छुट्टिनु छ फेरि उता रोल्पा जानुपर्छ आज फेरि माइली साली पनि सबै एकछिनपछि भाइ पनि आउने जस्तो छ अब आएपछि सबैजना बस्ने गफ गर्ने अब सम्झना बिर्सना यस्तै हो अब खानापिना हुन्छ ल अब आजको भिडियो यति नै हो।